आज मेरो पोडकास्टमा चाहिँ म कुमारी लिम्बू कमल गाउँपालिका वडा नम्बर 5 निवासी कुमारी लिम्बूलाई स्वागत गर्दछु। नमस्कार। कुमारी लिम्बू, हजुरलाई कस्तो अनुभव भइराखेको छ 25 वर्षको जागिरे जीवन र अहिलेको यो व्यापारी जीवनमा तपाईलाई कस्तो अनुभव भइराखेको छ? 25 वर्षको जागिरी जीवन र अहिले मैले लगभग 3 वर्ष लगभग दोकान थालेको 4 वर्ष म्याक्सिमल भयो। हजुर। तर पहिले शिक्षा चाहिँ मैले यो जागिरबाटै सिकेको हो। हजुर। हैन, त्यसैको फलिफाप हो। धन्यवाद। भने पछाडि जागिरले तपाईलाई जिउन सिकायो। हजुर। अनि अहिलेको व्यवसाय कस्तो अवस्थामा छ? व्यापारीहरूले के गर्दा चाहिँ व्यवसाय फस्टाउँछ जस्तो लाग्छ? यसमा त्यो आफ्नो एउटा कुण्डली पनि पर्छ। हजुर। आफ्नो जस्तै कसैले के अरे कोरोनाको करोडपति पनि भएका छन्। हजुर। कोही कोरोनाकै बेला भुइँपति पनि भएका छन्। हजुर। व्यापार बिजनेस भनेको यो भनेको आफ्नो भाग्य चिठा जस्तो लाग्छ। धन्यवाद छ। हजुरको पानको व्यवसाय छ। दिनमा तपाईको बिहानदेखि बेलुकासम्ममा कति व्यापार व्यवसाय गर्नुहुन्छ अनुमानित? अनुमानित गर्दाखेरि लगभग मैले अहिले चाहिँ भएको सुरु हो होइन, सबैलाई अब अहिले मजाले फेमस भएको छैन। अब बच्चा पनि त जन्मिने बित्तिकै गरिखाने हुँदैन। म भर्खर बच्चापनमै छु। यो पनि म्याक्सिमल हिसाब गर्दा 25 देखि 30 हजारसम्म हुन्छ। यो पसल चाहिँ ठ्याक्कै कहाँ छ? लोकेसन बताइदिनु न। ठ्याक्कै यो पसल भनेको हाम्रो गोरोदो जाने बाटो यहाँ तलतिर कमलपुर, यसको ठ्याक्कै उत्तरतिरको पट्टि यो ग्यारेजको छेउमा झापाको कमल गाउँपालिका, झापाको कमल गाउँपालिका 5 को पाडाजुनी चोकदेखि उत्तरतिरको उत्तरपट्टि है छ। उत्तरतिर कति भयो व्यवसाय थाल्नु भएको? मैले निरन्तर थालेको चाहिँ लगभग 2.5 वर्ष भयो। यो व्यवसायमा खुसी हुनुहुन्छ? अब धेरै नै खुसी छु। धेरै खुसीहरू उपलब्ध हुँदैछ। धेरै धेरै धन्यवाद। आज मेरो पोडकास्टमा, मेरो भ्लगमा कुमारी लिम्बूलाई स्वागत गर्न पाउँदा म पनि अत्यन्तै खुसी भएको छु। उहाँ मेरो सहकर्मी, हामीले 15 वर्षसँग एउटै संस्थामा एउटै अफिसमा बिताएका छौँ। उहाँलाई धेरै धेरै मुरी धन्यवाद। बाइ बाइ। 2 शब्द बोल्न चाहन्छु। हजुर। ल पत्रकारज्यू, आज पहिला हाम्रो अब जीवनकालमा 56 सालदेखि यता चाहिँ हाम्रो व्यवस्थापक हुनुहुन्थ्यो। हजुर। अब व्यवस्थापक भएर हामी एउटा नौमासु भएर संस्था चलाएको थियौँ। हजुर। म पनि सामेल भएको थिएँ। आज अब पत्रकारज्यूकै रूपमा म हेरेँ। पत्रकारज्यूलाई 2 शब्द बोल्ने मलाई मौका दिनुभयो। धेरै धेरै धन्यवाद। हाम्रो कमल गाउँपालिकाबाट पनि र मेरो सबै इष्टमित्रबाट पनि धेरै उन्नति प्रगति होस्। तपाईँको भ्लग संसार जाओस्, उन्नति होस्। धन्यवाद।